साथीहरूले स्यालको र घामको बिहे देख्नु भएको छ। अनि म चाहिँ त्यही उपलक्ष्यमा आज चाहिँ माछाको रस बनाउँदैछु साथीहरू। सो हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। यसरी सँगै घाम र पानी पर्यो भने चाहिँ स्यालको बिहे हुन्छ भनेर मैले चाहिँ सुनेको थिएँ। पहिले चाहिँ हाम्रो बाजे बोजैले भन्नुहुन्थ्यो कि यसरी सँगै घाम र पानी पर्यो भने चाहिँ स्यालको बिहे हुन्छ भनेर। अनि मैले पनि त्यही भनेको। अनि साथीहरू यसरी बाहिर यस्तो राम्रो मौसम भइरहेको थियो, अनि म चाहिँ माछा बनाउन थालेँ साथीहरू स्यालको बिहेमा। अब भन्ने कि खान मन लाग्यो र भन्ने। अनि त्यसपछि मैले चाहिँ यो माछा मजाले धोएँ। अनि त्यसपछि कागती सबै मरमसलाहरू राखेर मेल्ट गरिदिएँ साथीहरू। अनि आधी एक घन्टा जति मैले चाहिँ त्यो मसलाहरू त्यसमै लगाएर छोडिदिन्छु, मसलाहरू भित्रभित्र छिरोस् भनेर। अनि त्यसपछि साथीहरू मजाले मिक्स पारेँ मैले चाहिँ त्यसमा। अनि त्यसपछि एकछिन त्यतिकै छोडिदिन्छु छोपेर। अनि त्यसपछि मजाले यो मरमसलाहरू पनि भित्र लागिसकेको थियो। अनि मैले चाहिँ अब लागेँ यता तार्नतर्फ। अब म चाहिँ यसरी तारेर बनाउँछु कहिलेकाहीँ चाहिँ माछा साथीहरू, एकदमै राम्रो हुन्छ नि त। अब कसैलाई त मनपर्छ होला, कसैलाई चाहिँ मन पर्दैन होला। अनि म चाहिँ यसरी तारेर नै बनाउँछु, मसलाहरू धेरै युज गर्दैन के। अनि त्यही भएर मैले चाहिँ मजाले तारेँ फर्स्ट लड चाहिँ। अनि सेकेन्ड लड चाहिँ मलाई चाहिँ साथीहरू यो मोबाइल हेर्दा के तरकारी डढेको अनि यो माछा मासु डढेको थाहा नै पाउन के कसले बनाइदिएको होला यो मोबाइल भन्ने जन्तु चाहिँ। अनि साथीहरू फेरि यो मोबाइल बिना बाँच्न नसक्ने त सबैजना होला नि। हेर्नु न यहाँ माछाको कति ठुलो दारा छ के। अनि त्यसपछि म चाहिँ यो फर्स्ट लोड पकाएँ साथीहरू, यस्तो मजाले निकालेँ। अनि दोस्रो लोड पकाउन राखेँ। अनि एकछिन मोबाइल चलाउँछु भनेर मोबाइल चलाउँदै थिएँ, सबै डढिहाल्यो नि साथीहरू, के गर्ने। अनि त्यसपछि जे हुन्छ अब पकाइदिन्छु भनेर त्यतिकै पकाइदिएँ मैले चाहिँ। अब सबै मरमसलाहरू मिक्समास पारेर म चाहिँ अब यो प्याज भुटभाट पारेर पुरुक गरेर अनि सबै आफूसँग जुन मसलाहरू छ त्यो हालेर एकछिन मसलालाई मजाले पकाउँछु। अनि साथीहरू त्यो के भन्छन् त्यो माछा सबै मैले अघि नै तारिसकेको थिएँ सबै। अनि भिडियो लामो हुन्छ नि त त्यही भएर। अनि मसलाहरूमा तेल नछुटिन्जेलसम्म मसला भुटेँ मैले चाहिँ। अनि फेरि यहाँ पानी हालेको भिडियो चाहिँ बिर्सेछु बनाउन। म जस्तो भुल्लगडको हुन्छ सबै कुरा बिर्सिन्छु कि म चाहिँ। अनि त्यसपछि खाना चाहिँ बिर्सिन्न नि फेरि। अनि त्यसपछि मैले चाहिँ फेरि यहाँ पानी भक्ति उम्लिसकेको थियो। अनि त्यसपछि मैले चाहिँ त्यो सबै माछाहरू त्यसमा राखिदिएँ। अनि साथीहरू एकछिन मजाले छोपिदिएँ मैले चाहिँ, आधी एक घन्टा जति नै पकाएँ होला मैले चाहिँ यो माछा। अनि त्यसपछि सबै पानी भरि नै हालेँ कि मैले माछा डुब्ने गरी नै। अनि त्यसपछि यतिको भइसकेको थियो। अनि त्यसपछि पाकिसक्यो। अनि माछा चाहिँ अलि रस नै राम्रो लाग्छ नि त माछाको।